सफल मानिसहरू बिहान 5 बजे किन उठ्छन्? कि बिहान छिटो उठ्नु नै सफलताको रहस्य हो? आउनुहोस् कुरा गरौँ। कल्पना गर्नुहोस्, एउटै सहरमा दुईजना मानिस छन्। दुवैसँग 24 घन्टा समय छ। दुवैले एउटै सूर्य देख्छन्, तर केही वर्षपछि एकजना आफ्नो सपनाको जीवन बाँचिरहेका छन्, अर्को भने अझै पनि परिस्थितिलाई दोष दिइरहेका छन्। यस्तो किन हुन्छ? कि यसको एउटा कारण बिहान 5 बजे उठ्ने बानी पनि हुनसक्छ? आजको भिडियोमा हामी बुझ्नेछौँ सफल मानिसहरू किन बिहान छिट्टै उठ्छन्, के यसले वास्तवमै जीवन परिवर्तन गर्न सक्छ र तपाईँले आजदेखि के गर्न सक्नुहुन्छ। यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि अन्त्यमा म एउटा यस्तो कुरा बताउनेछु जसले तपाईँको सोच नै बदल्न सक्छ। बिहानको समय किन विशेष हुन्छ? जब संसारको धेरै भाग अझै निदाइरहेको हुन्छ, त्यो समयमा वातावरण शान्त हुन्छ। न फोनको आवाज, न सामाजिक सञ्चारको भिड, न अनावश्यक बाधा अवरोध। यही कारणले धेरै सफल मानिसहरूले बिहानको समयलाई आफ्नो सबैभन्दा मूल्यवान समय मान्छन्। बिहानको पहिलो 1 घन्टामा तपाईँले दिनभरिका लक्ष्य तय गर्न सक्नुहुन्छ, व्यायाम गर्न सक्नुहुन्छ, किताब पढ्न सक्नुहुन्छ, नयाँ सिप सिक्न सक्नुहुन्छ वा आफ्नो सपनातर्फ पहिलो कदम चाल्न सक्नुहुन्छ। याद राख्नुहोस्, दिन जित्न चाहनुहुन्छ भने बिहान जित्न सक्नुपर्छ। दिन जित्न चाहनुहुन्छ भने बिहान जित्न सिक्नुपर्छ। सफल मानिसहरूको साझा बानी। धेरै सफल व्यक्तिहरूको जीवन हेर्दा एउटा कुरा बारम्बार देखिन्छ। उनीहरू आफ्नो दिनको सुरुवात उद्देश्यको साथ गर्छन्। उठ्ने बित्तिकै मोबाइल स्क्रोल गर्ने होइन, पहिले आफ्नो मन र शरीरलाई तयार बनाउने। उनीहरू प्राय केही समय ध्यान वा प्रार्थना गर्छन्, शरीरलाई सक्रिय बनाउन हल्की व्यायाम गर्छन्, आफ्नो लक्ष्य लेख्छन्, नयाँ कुरा पढ्छन्, दिनभरि गर्ने कामको योजना बनाउँछन्। ध्यान दिनुहोस्, सफलता केवल ठुलो निर्णयबाट आउँदैन। सफलता साना साना राम्रो बानीहरूको परिणाम हो, जुन वर्षौँसम्म दोहोरिन्छ। तर के सबैले बिहान 5 बजे नै उठ्नुपर्छ? अब एउटा महत्त्वपूर्ण कुरा, बिहान 5 बजे उठ्नु जादु होइन। यदि तपाईँ राति 2 बजे सुत्नुहुन्छ र बिहान 5 बजे उठ्नुहुन्छ भने त्यो स्वास्थ्यको लागि राम्रो हुँदैन। सफलताको रहस्य केवल 5 बजेको घडीमा छैन, रहस्य छ अनुशासनमा। तपाईँ 5 बजे उठ्नुहोस् वा 6 बजे वा 7 बजे, तर पर्याप्त निद्रा भएन भने तपाईँले गाह्रो हुन्छ। पर्याप्त निद्रा लिएर हरेक दिन एउटै समयमा उठ्ने बानी बसाल्नुहोस्। नियमितता नै सफलताको आधार हो। तपाईँ आजदेखि के गर्न सक्नुहुन्छ? यदि तपाईँ पनि आफ्नो जीवन बदल्न चाहनुहुन्छ भने आजदेखि यी 5 बानी सुरु गर्नुहोस्। पहिलो, राति समयमा सुत्नुहोस्। दोस्रो, उठ्ने बित्तिकै मोबाइल नचलाउनुहोस्। तेस्रो, 10 मिनट शरीर चलाउनुहोस्, व्यायाम गर्नुहोस्। चौथो, 10 मिनट केही नयाँ पढ्नुहोस्। पाँचौँ, आजको एउटा मुख्य लक्ष्य लेख्नुहोस् र त्यो पुरा नगरी दिन समाप्त नगर्नुहोस्। यी साना बानीहरूले केही दिनमा होइन, तर केही महिनापछि तपाईँको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छन्। अन्तिममा याद राख्नुहोस्, सफल मानिसहरू अरूभन्दा फरक भएर जन्मेका हुँदैनन्। उनीहरूले केवल अरूले गर्न नसकेको अनुशासनलाई निरन्तर अपनाएका हुन्छन्। भोलि बिहान अलार्म बज्दा तपाईँले 2वटा निर्णय गर्न सक्नुहुन्छ, एउटा फेरि निदाउने, अर्को उठेर आफ्नो सपनाका लागि काम गर्ने। तपाईँको भविष्य तपाईँले हरेक बिहान गर्ने यही सानो निर्णयले निर्माण गर्छ। आजबाट आफूलाई एउटा वाचा गर्नुहोस्, म मेरो सपनालाई बाँड्न होइन समय दिनेछु। म हरेक दिन आफूलाई हिजोभन्दा राम्रो बनाउने प्रयास गर्नेछु, किनकि सफलता एकै रातमा आउँदैन, तर सही बानीले हरेक दिन त्यसतर्फ 1 कदम अगाडि बढाउँछ। धन्यवाद। यदि यो भिडियोले तपाईँलाई प्रेरणा दियो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र कमेन्ट गर्नुहोस् र सम्झिरहन मोटिभेसनलाई सब्सक्राइब गर्नुहोस्। फेरि पनि अर्को भिडियोमा भेटौँला। अहिलेलाई धन्यवाद। बाई बाई। नमस्कार।